हेलो नमस्ते। आज चाहिँ म फर्स्ट ब्लग लिएर आएको छु। भिडियो चाहिँ छ कार्नेसन फुलको विषयमा। कार्नेसन फुल चाहिँ कुन चाहिँ मन्थमा रोप्छ र कसरी केयर टेक गर्नुपर्छ भनेर लिएर आएको छु। तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। कार्नेसन फुल चाहिँ अक्टोबर महिनामा रोप्नुपर्छ। मल माटो मिक्स गरेर रोप्नुपर्छ। गिलो माटो र चिसो भयो भने चाहिँ फंगस लागेर मर्छ र पत्ताहरू पनि पहेँलो हुन्छ। अनि यो फुललाई चाहिँ सुखा माटो हुनुपर्छ अनि 24 घण्टा घाम पनि हुनुपर्छ। अक्टोबर मन्थमा रोपेर चाहिँ जुन जुलाईमा चाहिँ ढकमक्क फुल्छ। यो फुल चाहिँ कोपिलामै कटिङ गरेर हामीले राख्यौं भने पनि 15 दिनसम्म चाहिँ रहन्छ। अनि त्यसै कारण आज चाहिँ म कटिङ गर्दैछु। तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। अनि मेरो भिडियो अन्तसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।